Hi guys, welcome to my YouTube channel. आज चाहिँ हामी यो AFN वाला प्रब्लम सोल्युसन गर्ने छौं। यो चाहिँ 10 मार्क्स मा आउने गर्दछ हाम्रो। यो चाहिँ BBA, BBM दुईटैकोमा आउने गर्दछ र यो एकदमै इम्पोर्टेन्ट छ। एकदम इजी पनि भनौं अनि इम्पोर्टेन्ट पनि भनौं। योबाट मार्क्स ग्र्याब गर्न चाहिँ इट्स सो इजी कि हामीले यो क्वेशन गर्न जान्यौं भने चाहिँ हाम्रो 10 मार्क्स कतै जाँदैन। फर्स्ट अफ अल अब अहिले चाहिँ हामी यो मोडल क्वेशन 20 नम्बर सल्भ गर्न गइराको छौं। 20 नम्बर मोडल क्वेशन। यसको लागि चाहिँ हामीले अगाडि यो AFN को फर्मुलाहरु बुझ्न सजिलो छ। हेर्नुस् त यहाँ मैले AFN को फर्मुलाहरु देखाइदिएको छु। यो हजुरहरुले स्क्रिनशट गरेर राख्दा पनि हुन्छ है। AFN को फर्मुला भनेको चाहिँ A abstract A star by S0 delta S minus L star by S0 delta S minus NPM into B into S1 यो फर्मुला युज गर्दा पनि हुन्छ हामीले र यसलाई नै सर्टकटमा गरेर यो फर्मुला युज गर्दा पनि हुन्छ है। अनि यो सबै चाहिँ यो A स्टार भनेको के रहेछ, S1 भनेको के रहेछ भन्ने हो है। A स्टार भनेको टोटल एसेट्स पनि हुन सक्छ, करेन्ट एसेट्स पनि हुन सक्छ, तर कुन कन्डिसनमा हुन्छ त हामीले त्यो थाहा पाउनु पर्छ। हेर्नुस् त टोटल एसेट्स चाहिँ तब हुन्छ जब फर्म चाहिँ फुल क्यापेसिटीमा अपरेट गर्दैछ या युटिलाइज्ड हुँदैछ। यदि कम क्यापेसिटी और बढी क्यापेसिटीमा अपरेट हुँदैछ भने चाहिँ A स्टार भनेको करेन्ट एसेट्स हुन्छ है। यो कुरा चाहिँ हामीले एकदम ध्यान राख्नु पर्छ। अरु सब चाहिँ सजिलै छ। S1 भनेको एक्सपेक्टेड सेल भयो, S0 भनेको इनिशियल सेल्स, डेल्टा S भनेको चेन्ज इन सेल्स, NPM भनेको नेट प्रॉफिट मार्जिन। अनि यो B भन्ने छ नि, यो B मा चाहिँ कन्फ्युज हुनुहुन्छ होला। कसैले चाहिँ RR पनि लेख्नुहुन्छ रिटेन्सन रेशियोलाई, यस्तै गरी RR पनि लेख्ने गर्नुहुन्छ। मैले चाहिँ B लेख्ने गरेको, त्यही भएर B लेख्दिएको। B भनेको रिटेन्सन रेशियो र L स्टार भनेको चाहिँ कतिपयले चाहिँ करेन्ट लायबिलिटीज पनि भन्नुहुन्छ। तर करेन्ट लायबिलिटीज भन्दा पनि L स्टार भनेको चाहिँ अकाउन्ट पेएबल र एक्रुअल्स मात्र हो है। यसमा नोट्स पेएबल चाहिँ आउँदैन, त्यही भएर मैले अकाउन्ट पेएबल प्लस एक्रुअल्स भनेर लेखिदिएको छु है। अब चाहिँ हामी क्वेशनतिर जाम। यहाँ क्वेशनले हामीलाई के सोधेको छ, क्वेशनले चाहिँ हामीलाई AFN निकाल्न भनेको छ र प्रोजेक्टेड ब्यालेन्स सिट बनाउन भनेको छ। प्रोजेक्टेड ब्यालेन्स सिट भनेको प्रोफर्मा ब्यालेन्स सिट पनि हो है। हामीले कसैले प्रोफर्मा भनेर पढ्नु भएको होला, कसैले प्रोजेक्टेड नै भनेर पढ्नु भएको होला। अगाडि चाहिँ हामीले यसमा AFN निकाल्नु पर्यो है। हेर्नुस् है, अब AFN कसरी निकाल्ने त है। AFN निकाल्ने इजी सजिलो तरिका छ। अगाडि चाहिँ हामीले क्वेशनमा दिएको सबै चीजहरु चाहिँ सोलुसन गिवन भनेर लेखौं है। क्वेशनमा के दिएको छ त्यो सबै कुराहरु लेखौं है। हामी यसरी गिवन भनेर लेख्ने। र क्वेशनमा हामीलाई के दिएको छ हेरौं है। फर्स्ट अफ अल त हामीले के लेख्नु पर्यो भनेपछि A स्टार। A स्टार भनेको स्पोन्टेनियस एसेट्स पनि भन्छ त्यसलाई। स्पोन्टेनियस, हेर्नुस् मेरो क्यामेरा एंगल अझ मिलिरहेको छैन अलि। स्पोन्टेनियस एसेट्स A स्टार। अघि हामीले मैले के भने त स्पोन्टेनियस एसेट्स भनेको करेन्ट एसेट्स पनि हुन सक्छ अनि पछि के रे टोटल एसेट्स पनि हुन सक्छ। त्यो केमा डिपेन्ड गर्छ भने चाहिँ कम्पनी यदि फुल क्यापेसिटीमा अपरेट और युटिलाइज भइराछ भने। अब हेर्नुस् त यहाँ लाइन हेर्नुस् त यो के भन्ने छ, all assets are utilized to full capacity। फुल क्यापेसिटीमा युटिलाइज भएको छ भनेर हामीलाई क्वेशनमा एक्ज्याक्टली भन्दिएको छ कि डाइरेक्ट नै। त्यही भएर स्पोन्टेनियस एसेट्स भनेको हाम्रो कति नै हुन्छ, टोटल एसेट्स। टोटल एसेट्स हेर्नु त हाम्रो कति छ, 2 लाख छ र त्यो 2 लाख नै हाम्रो स्पोन्टेनियस एसेट्स हुन्छ। अब त्यसैगरी स्पोन्टेनियस लायबिलिटीज, अघि मैले भनेको थिएँ स्पोन्टेनियस लायबिलिटीज भनेको अकाउन्ट पेएबल प्लस एक्रुअल्स हुन्छ। अकाउन्ट पेएबल प्लस एक्रुअल्स। यसमा नोट पेएबल चाहिँ आउँदैन। यसमा चाहिँ एकदम ध्यान दिनु होला। कसैले चाहिँ नोट पेएबल पनि एड गरेर लेख्नुहुन्छ। यो भयो हाम्रो स्पोन्टेनियस लायबिलिटीज। त्यसपछि हामीले दिएको छ हेर्नुस् के भनेको छ नि चाहिँ सेल्स इन 2023 which are expected to increase in 50% or to 6 लाख in 2024। एक्सपेक्टेड सेल्स भनेको 6 लाख भयो अनि अहिले इनिशियल शेयर भनेको सेल्स भनेको 4 लाख भयो। ल अब हामी लेखिहालौँ यहाँ। हेर्नुस् है, इनिशियल सेल्स S0 is equal to रुपीस कति छ, 4 लाख। अनि एक्सपेक्टेड सेल्स इन 2024 S1 is equal to कति छ हाम्रो रुपी 6 लाख है। 6 लाख छ। अब अरु के दिएको छ क्वेशनमा भने चाहिँ हामीले प्रॉफिट मार्जिन पनि दिएको छ। हेर्नुस् त नेट प्रॉफिट मार्जिन इज इक्वल टु 10% दिएको छ अनि डिवाइड गर्ने 0.1 हुन्छ यो भनेको। अनि हामीले रिटेन्सन रेशियो पनि दिएको छ। मैले डाइरेक्ट B इज इक्वल टु गरेर लेख्दै रिटेन्सन रेशियो 30% छ। रिटेन्सन रेशियो कन्फ्युजन हुन्छ भनेर म यहाँ रिटेन्सन रेशियो पनि लेखिदिन्छु ल।
रेसियो B इक्वल 30% 0.3 भयो। हामीलाई यति सब क्वेसनमा दिएको छ र हामीलाई चाहिने पनि यति नै हो। तर हामीलाई एउटा अर्को कुरा पनि चाहिन्छ हेर्नुहोस् त, डेल्टा S चेन्ज इन एल्स। यो चाहिँ सजिलो हो त। S1 minus S0 is equal to 6 lakh minus 4 lakh is equal to rupees 2 lakh। हेर्नुहोस् त हामीलाई सबै आइसक्यो। अब हामीले AFN निकाल्नु पर्यो। फर्मुला लाउने हेर्नुहोस्। नाउ AFN is equal to, अब हामी सर्टकट वाला फर्मुला लगाऊँ है, त्यो चाहिँ मलाई सजिलो लाग्छ। डेल्टा S by S0 minus NPM into B into S1। A स्टार कति छ हाम्रो हेर्नुहोस् त, A स्टार 2 लाख माइनस L स्टार कति छ हाम्रो हेर्नुहोस् त, L स्टार ए हामीले L स्टार जोड्न नै बिर्सेको रहेछ यहाँ माथि हेर्नुहोस् त। 35 प्लस 20 गरेपछि 55,000 हुन्छ। 55,000। हजुर पनि यस्तो क्याल्कुलेसन मिस्टेक नगर्नु होला एक्जाममा चाहिँ। S0 अनि 4 लाख छ हाम्रो। डेल्टा S चाहिँ हाम्रो 2 लाख छ। यसरी राख्ने। माइनस NPM हाम्रो 0.1 इन्टु 0.3 B भयो अनि S1 चाहिँ हाम्रो कति छ 6 लाख छ। अब यो सबैको क्याल्कुलेसन गरेर अब हामीले एन्सर निकाल्नु पर्यो है। हेर्नुहोस् त हाम्रो एन्सर आइसकेको छ। हाम्रो एन्सर आएको छ 7,07,000 भनेर हाम्रो एन्सर आइसकेको छ AFN। र हामीलाई क्वेसनमा वाट इज द एडिसनल फन्ड निडेड अफ द फर्म भनेको थियो अनि युज AFN इक्वेसन भनेको थियो। फर्मुला लगाएर निकाल्न भनेको थियो। हामीले यो निकालिसक्यौँ। यति गरेपछि हाम्रो हेर्नुहोस् त 4 मार्क्स कतै पनि जाँदैन। अब यसपछि हामीले प्रोजेक्टेड ब्यालेन्स सिट बनाउनु पर्यो ल। प्रोजेक्टेड ब्यालेन्स सिट बनाउनको लागि अगाडि हामीले फर्मेट बनाउनु पर्छ। ओके हेर्नुहोस् हामीले यस्तो फर्मेट बनाउनु पर्छ। यो ब्यालेन्स सिटै फर्मेट बनाउने र यो हाम्रो क्वेसनमा ब्यालेन्स सिटमा जे दिएको छ त्यो सबै सार्ने। एमाउन्ट चाहिँ अहिले हामी राख्दैनौँ। एमाउन्ट चाहिँ हामीले अहिले क्याल्कुलेसन गर्नुपर्छ कुनै कुनै चाहिँ। यसको लागि चाहिँ हामीले चाहिँ अगाडि ग्रोथ रेट निकाल्नुपर्छ कि सेल्सको ग्रोथ रेट है। एकैछिन यता वर्किङ नोटमा चाहिँ हामी ग्रोथ रेट निकाल्छौँ। एकचोटि सेल्सको ग्रोथ रेट भनेको पर्सेन्टेज चेन्ज इन सेल्स भनेर निकाल्नुपर्छ हामीले। पर्सेन्टेज चेन्ज इन सेल्स यसको फर्मुला चाहिँ के हुन्छ भने चाहिँ S1 minus S0 डिभाइडेड बाई S0 इन्टु 100 हुन्छ। S1 हाम्रो कति छ हेर्नुहोस् त, अघि 6 लाख थियो। 6 लाख माइनस 4 लाख डिभाइडेड बाई 4 लाख इन्टु 100। अब यो क्याल्कुलेसन गरेर हामी ग्रोथ रेट निकालौँ है। हेर्नुहोस् त हाम्रो चेन्ज इन गोल्स 50, चेन्ज इन सेल्स 50% आएको छ। त्यो भनेको 0.5। अब यसमा हामीले +1 गरेर +1 गरेपछि कति हुन्छ 1.5 हुन्छ। त्यो 1.5 नै त्यो 1.5 ले नै हामीले अब मल्टिप्लिकेसन गर्नुपर्छ। अब कहाँ मल्टिप्लिकेसन गर्ने भन्ने चाहिँ म देखाउँछु है। हेर्नुहोस् यसमा 1.5 जोडेपछि अब हामीले यहाँ हेर्नुहोस् त मल्टिप्लिकेसन गर्नुपर्ने हुन्छ। सबैभन्दा अगाडि चाहिँ हामीले केमा चाहिँ 1.5 ले मल्टिप्लिकेसन गर्नुपर्छ त। हाम्रो चेन्ज इन सेल्स जति आउँछ नि हेर्नुहोस् है, जति हाम्रो चेन्ज इन सेल्स आउँछ पर्सेन्टेज चेन्ज इन सेल्स त्यसमा +1 गर्नुपर्छ हामीले यो प्रोजेक्टेड ब्यालेन्स सिट निकाल्दाखेरि। अब हेर्नुहोस् त यहाँ हाम्रो क्यास एकाउन्ट रिसिभेबल यो सबै टोटल एसेट्स त हामीले पुरै भनेको यो A स्टारमा हामीले के राखेका छौँ हेर्नुहोस् त। A स्टारमा हामीले पुरा टोटल एसेट्स राखेका छौँ नि त। हो त्यही भएर सबैले हामीले मल्टिप्लिकेसन गर्नु पर्यो 1.5 ले। अब हेर्नुहोस् क्यासको कति छ एमाउन्ट हाम्रो क्वेसनमा हेर्दै जाँदाखेरि हेर्नुहोस् है 20,000 इन्टु 1.5। एकाउन्ट रिसिभेबल छ 30,000 इन्टु 1.5 अनि इन्भेन्टरी छ 50,000 इन्टु 1.5। हाम्रो पर्सेन्टेज चेन्ज इन सेल्स जति आउँछ नि त्यसमा +1 गरिदिने है। अहिले हाम्रो 50% आयो त्यो भनेको 0.5 + 1 गरेर 1.5 भयो। यदि 0.2 आउँथ्यो भने चाहिँ 1.2 हुन्थ्यो। यस्तो गर्ने। अब टोटल एसेट्स त यो सबै जोडेर चाहिँ नेट फिक्स एसेट्स कति छ हेर्नुहोस् त 1 लाख इन्टु 1.5 छ। अब लायबिलिटिजमा चाहिँ L स्टारमा हामीले के राखेका छौँ हेर्नु त यो साइडबाट एकाउन्ट पेएबल र एक्युरेल्स मात्र राखेका छौँ भने चाहिँ एकाउन्ट पेएबल र एक्युरेल्सलाई मात्र 1.5 ले मल्टिप्लिकेसन गर्ने। हेर्नुहोस् एकाउन्ट पेएबल कति छ 35,000 इन्टु 1.5 अनि एक्युरेल्स कति छ 20,000 इन्टु 1.5। अरू चाहिँ जस्तै नोट्स पेएबलमा कति छ 25,000 जस्ताको त्यस्तै राख्दिने है हामीले। अनि कमन स्टक कति छ हाम्रो 1 लाख। रिटेन अर्निङ कति छ हाम्रो
20,000। अब हजुर यहाँ सोध्नु होला यहाँ एएफएन यो किन लेखेको छ? यो एएफएन भनेको ब्यालेन्स फिगर। हामीले यो सबै जोड्ने यहाँ हाम्रो टोटल एसेट्स आउँछ। टोटल एसेट्स र लायबिलिटी इक्विटी बराबर हुनुपर्छ। यहाँ जति पुग्दैन नि, जति कम हुन्छ नि त्यो नै एएफएन आउँछ कि। र त्यो आएको एएफएन र हामीले अघि निकालेको एएफएन चाहिँ बराबर हुनुपर्छ है, अनि मात्र हामीले एन्सर मिलेको भनेर बुझ्छौँ हाम्रो। अब यो सबै मल्टिप्लिकेसन गरेर म हजुरलाई देखाउँछु है। ओ सरी है गाइस, हाम्रो चाहिँ यहाँनिर चाहिँ अलि क्यालकुलेसन मिस्टेक भएको रहेछ। अहिले त्यति धेरै एन्सर आएको, मन सोच्दै थिएँ यति धेरै एन्सर चाहिँ नआउनु पर्ने हो, त्यही भएर हेर्नुहोस् त। सो सरी है गाइस, हाम्रो चाहिँ यहाँनिर चाहिँ अलिक मिस्टेक भएको रहेछ है। अघि हाम्रो त्यो 7,25,72,500 हो यो चाहिँ, यसको लागि चाहिँ सरी। अनि माइनस 18,000 हाम्रो एन्सर चाहिँ यो 54,500 आएको एएफएन। ल अब मैले यहाँ पनि क्यालकुलेसन गरिसकेको छु, सबै जोडेर हेर्नुहोस् त 3 लाख आउँछ टोटल एसेट्स। अनि त्यसै गरी टोटल लायबिलिटिज एन्ड इक्विटी पनि 3 लाख नै हुनुपर्छ नि त, किनकि एसेट्स इज इक्वल टु लायबिलिटिज एन्ड इक्विटी। र हामीले यो सब पनि निकाल्यो, तर यो सब जोडेर हाम्रो 3 लाख कम्प्लिट हुँदैन। यहाँ हेर्नुहोस् त, यो रिटेन अर्निङमा सोध्दै हुनुलाई 20,000 प्लस 18,000 चाहिँ कताबाट? यो 18,000 भनेको एडिसन रिटेन अर्निङ। हेर्नुहोस् त, यो एनपिएम इन्टु बी इन्टु S1 गरेपछि यो हाम्रो एडिसन टु रिटेन अर्निङ हो है। अनि यो हाम्रो कति आएको छ? 18,000 आएको छ। त्यसलाई नै हामीले यहाँ गएर रिटेन अर्निङसँग गएर जोडिदिने, र यो जोडेर हाम्रो 38,000 भयो। र यो सबै जोडेपछि हाम्रो एन्सर चाहिँ कति आउँछ भने चाहिँ 2,45,500 चाहिँ हाम्रो ठ्याक्कै यो सबै जोडेपछि आउँछ। हजुर पनि क्यालकुलेसन गरेर हेर्नु होला। तर हाम्रो पुग्नुपर्ने त 3 लाख हो है, तर पुगेन नि त। अब यसबाट हेर्नुहोस् है, ल अब 3 लाख माइनस 24,000 2,45,500 यो गऱ्यौँ भनेपछि हाम्रो आयो एन्सर हेर्नु 54,500। यो चाहिँ हाम्रो एएफएन ब्यालेन्सिङ फिगर भयो। यो हाम्रो एएफएन ब्यालेन्सिङ फिगर आयो। यहाँ हेर्नुहोस् एन्सर पनि सेम नै छ है, हेर्नुहोस् मिल्यो नि हाम्रो यो दुइटा मिल्यो भने चाहिँ हामीले बुझ्नु पऱ्यो कि हाम्रो एन्सर राइट छ भनेर। यति गर्नुभयो भने चाहिँ तपाईँको 10 मार्क्स चाहिँ कतै पनि जाँदैन है। हेर्नुहोस् मेरो जस्तै क्यालकुलेसन मिस्टेक चाहिँ नगर्नु होला, एकचोटि राम्रोसँग क्यालकुलेसन गर्नु होला। र कहिलेकाहीँ मिस्टेक भइहाल्यो भने नि फेरि रिभाइज गर्नु होला। त्यही भएर हाम्रो यो क्वेसन पनि कम्प्लिट भयो। थ्याङ्क यू।